हेलो साथीहरू, वेलकम टु माई ब्लग। आज हामी तपाईँहरूलाई देखाउन जाँदैछौँ दार्जिलिङ-पेशेसम्मको यात्रा है त। तपाईँहरू पनि राम्रोसँग इन्जोय गर्नुहोला र लाइक, कमेन्ट र सब्सक्राइब पनि गरिदिनु होला। अहिले चाहिँ भएछ त्यहाँ त्यो नाप्जा होइन त्यसलाई रक्सी खान नपुर्या होइन त। अनि आजभोलि मान्छेले त्यही त अनि खालि लुटपाट गर्ने मात्रै। समस्या चाहिँ त्यही हो, लुटपाट सरकार एउटा मात्रै भएर त त्यहाँ दङ्गा मात्रै त त्यसले किस्ता त तिरेर भ्याइसक्यो होला भ्याउनु त भ्याएर हुन्छ। 11 किस्ता हालेर ए 100 रोजेर भ्याएकोहरू होइन हाले नि 11 किस्ता हो क्या पहिले भ्याएको 11 महिना भएर दिएको ए 11 किस्ता त हाल्नु पर्ने महिनाको 1 किस्ता त्यो रक कमेन्ट, लाइक, सेयर र सब्सक्राइब पनि गरिदिनु होला है त।